हेलो हाई नमस्ते साथीहरू। आज फेरि यो भिडियोमा तपाईँहरूलाई स्वागत छ। यो सिएमएलटी यानि कि मेडिकल ल्याब टेक्नोलोजीको 5औं तहको सिलेबस हो। भिडियो चाहिँ लामो बनाउँदिनँ, सानै बनाउँछु, सो फटाफट हेरौँ। फुल मार्क्स प्रथम पत्र 2टा पत्र हुन्छ। प्रथम पत्र 100 मार्क्सको हुन्छ, जसमा चाहिँ वस्तुगत हुन्छ एउटा टाइपको प्रश्न चाहिँ, अर्को चाहिँ बहुवैकल्पिक प्रश्न। 20 सामान्य ज्ञानबाट 40 नम्बरको हुन्छ अनि सेवा सम्बन्धीबाट 60 नम्बरको हुन्छ। त्यसैगरी द्वितीय पत्रमा सेवा सम्बन्धीबाट मात्रै हुन्छ, जसमा चाहिँ छोटो उत्तर आउने र लामो उत्तर आउने प्रश्नहरू हुन्छ। 5×60 छोटो उत्तर चाहिँ 60 मार्क्सको हुन्छ भने लामो उत्तर आउने 40 मार्क्सको हुन्छ। जसमा चाहिँ 2 घण्टा 15 मिनटको टाइम हुन्छ र प्रथम पत्रको चाहिँ 45 मिनट मात्रै टाइम हुन्छ है त। सिधै म पाठ्यक्रमतिर लागेँ, यो तपाईँहरूले आफै पढ्नु होला। खण्ड सेक्सन ए मा छ सामान्य ज्ञान पार्ट 1 मा प्रथम पत्रको सार्वजनिक व्यवस्थापन 20 अङ्कको हुन्छ। सामान्य ज्ञान जसमा चाहिँ भूगोल विज्ञान, नेपालको भूगोल, नेपालको इतिहास, नेपालको आर्थिक जैविक विविधता, मानवीय जीवनमा प्रत्यक्ष प्रभाव पार्ने तत्त्वहरू, जनस्वास्थ्य, रोग, खाद्य, नेपालको संविधान भाग 1 देखि 5 सम्म र अनुसूचीहरू, संयुक्त राष्ट्र सङ्घ र यसका विशिष्टीकरण संस्था सम्बन्धी जानकारी, क्षेत्रीय सङ्गठन सार्क, बिमस्टेक, एसियान युरोपियन सङ्घ सम्बन्धी जानकारी र राष्ट्रिय अन्तर्राष्ट्रिय महत्त्वका समसामयिक गतिविधिहरू। र खण्ड ख मा रहेको छ सेक्सन बी मा, त्यसमा पनि 20 अङ्कको हुन्छ। सार्वजनिक व्यवस्थापनमा रहेको छ तपाईँको कार्यालय व्यवस्थापन, त्यसैगरी निजामती सेवा ऐन नियमावली एवं भएका देहायका व्यवस्थाहरू, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संवैधानिक निकाय सम्बन्धी जानकारी, सरकारी बजेट, सार्वजनिक सेवा प्रवाहको अर्थ, मानव अधिकार, सार्वजनिक वडापत्र व्यवस्थापन अवधारणा, मानवीय मूल्य मान्यता इत्यादि रहेका छन् भने भाग 2 मा प्रथम पत्रकै अब्जेक्टिभ क्वेसन, यो सिलेबसबाट चाहिँ अब्जेक्टिभ मात्रै आउँछ है त साथीहरू। जसमा चाहिँ कतिवटा छ हाम्रो 1, 2, 3, 4, 5वटा सब्जेक्ट रहेको छ। जसमा चाहिँ पहिलो सब्जेक्ट रहेको छ ब्याक्टेरियोलोजी, दोस्रो रहेको छ माइक्रोबायोलोजी, अनि तेस्रो रहेको छ बायोकेमिस्ट्री, चौथो रहेको छ एनाटोमी एन्ड फिजियोलोजी जुन चाहिँ फर्स्ट इयरमा पढाइ हुन्छ, अनि पाँचौँ रहेको छ हिस्टोपाथोलोजी र साइटोपाथोलोजी। त्यसैगरी अर्को प्रथम पत्रको यो सिलेबस भइसक्यो। अब अर्को छ सेकेन्ड पेपर द्वितीय पत्रको। द्वितीय पत्रमा पनि 5वटा सब्जेक्ट हुन्छ, हेमाटोलोजी, माइक्रोबायोलोजी एन्ड बायोकेमिस्ट्री, एनाटोमी एन्ड फिजियोलोजी अनि हिस्टोपाथोलोजी, साइटोपाथोलोजी। फर्स्ट च्याप्टरमा रहेको छ हाम्रो क्लिनिङ ग्लासवेयर सेफ्टी एन्ड कलेक्सन अफ प्रिजर्भेसन अफ डिफ्रेन्ट सेम्पल्स, प्रिपरेसन अफ केमिकल एन्ड डिफ्रेन्ट स्टेन्स, क्वालिटी कन्ट्रोल इन द लेबोरेटरी, फर्मेसन एन्ड डेभलपमेन्ट अफ इर्थोसाइट्स, ल्युकोसाइट्स, थ्रोम्बोसाइट्स, म्युनिसिपल एन्ड क्लिनिकल प्रोसिडर्स। त्यसै गरी रहेको छ हाम्रो माइक्रोबायोलोजीमा ब्याक्टेरियोलोजी, भाइरोलोजी, प्यारासिटोलोजी, माइकोलोजी, इम्युनोलोजी। त्यसै गरी बायोकेमिस्ट्रीमा रहेको छ डिफाइन मोलिकुलर वेट, इक्विलिब्रियम वेट, प्रिपरेसन अफ नर्मल एन्ड मोलार सल्युसन्स, क्यालोरिमिटर, स्पेक्ट्रम फोटोमिटर, प्रिन्सिपल अफ प्रोसिडर अफ डिफरेन्ट मेथड्स अफ एस्टिमेसन, सिम्पल थ्योरी अफ लाइट्स वेभ्स। त्यसै गरी रहेको छ हाम्रो एनाटोमी र फिजियोलोजी। त्यसै गरी रहेको छ हिस्टोपाथोलोजी, साइटोपाथोलोजीमा डिफरेन्ट टाइप्स अफ फिक्सेसन एन्ड देयर युजेज and methods of decalcification, methods of processing and tissue to prepare paraffin black tissue, methods of cutting section from the paraffin block tissue and staining procedure। हस्त साथीहरू, यो थियो हाम्रो प्रथम पत्र सेकेन्ड पेपरको सिएमएलटी सिलेबस, लोकसेवामा सोधिने 5औं तहको लागि इक्जाम सिलेबस रहेको छ। आशा छ तपाईँहरूले राम्ररी हेर्नुभयो होला। आजलाई यति नै। अर्को भिडियोमा फेरि पनि भेट हुनेछ। आजको लागि यति नै। भिडियो हेरिदिनु भएकोमा धन्यवाद है त साथीहरू।